सम्पूर्णमा नमस्कार। हामी यति बेला यो जिल्ला अस्पताल मार्तडीमा छौँ। हामी विशेषतः आज यो जिल्ला अस्पताल मार्तडीलाई ग्रिन गार्डन हस्पिटल बनाउन यहाँ वृक्षरोपण कार्य भइरहेको छ र यस विषयमा हामी जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवसँग हामी थोरै यो विषयमा कुराकानी गर्नेछौँ। डाक्टर साहब, तपाईँलाई स्वागत छ। नमस्कार, धन्यवाद। यो जिल्ला अस्पताल बाजुरालाई विशिष्ट पछिल्लो समय हरियाली बनाउन स्वच्छ, शान्त र मर्यादित तरिकाले जिल्ला अस्पताललाई सुन्दरतामा बदल्न जहाँ यहाँ वृक्षरोपण कार्य भइरहेको छ, यस विषयमा तपाईँले केही भनिदिनु पर्ने हुन्छ। विशेषतः यो वृक्षरोपण गर्नको मुख्य उद्देश्य चाहिँ के हो? सर्वप्रथम त यो वृक्षारोपण र ग्रिन गार्डनको कन्सेप्ट जुन आयो हाम्रो अस्पतालको टिमबाट र हामीले यसमा चाहिँ सुरुदेखि नै करिब 4-5 महिनादेखि यसमा वर्कअप गरिरहेछौँ। पहिलेदेखि हामीले फोहोर मैला सरसफाइ अभियानलाई पनि जारी राख्दै यो वृक्षारोपण हरियो बोट बिरुवाहरू फुलहरू रोप्दै आएका थियौँ र यसमा हामीले सहयोगी दाता सङ्घ संस्था पालिकाहरूलाई पनि हारगुहार गरिरहेका थियौँ। यसमा अहिले गौमूल गाउँपालिका अग्रसर भएर आउनु भएको छ। सर्वप्रथम त गौमूल गाउँपालिकाको अध्यक्षज्यूलाई धेरै धेरै मुरी धन्यवाद। र अस्पताललाई हामीले सफा हरियाली राख्यौँ भने यहाँ हामीले बिरामीको उपचारमा पनि हामी स्वास्थ्यकर्मीहरू काम गर्दाखेरि हामीलाई पनि एक प्रकारको मनोबल बढ्ने र राम्रो वातावरणमा काम गर्न पाउने र एउटा सफा यो अस्पताल जस्तो सेन्सिटिभ ठाउँ हाम्रो सफा राख्यो भने यो सम्पूर्ण जिल्लावासीको लागि एउटा राम्रो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। अहिले यो अस्पताल परिसरभित्र तपाईँले लगभग कति बिरुवा रोपण गरिसक्नुभयो? अहिले करिब 500 को हाराहारीमा हामीले चाहिँ फुल बोट बिरुवाहरू लगायत सबै गरेर 500 को हाराहारीमा 500 जति रोपण गरिसक्नुभएको छ। अनि व्यक्तिगत कुनै सङ्घ संस्थाले पनि सहयोग गर्नुभएको छ कि पालिका अर्थात् व्यक्तिले मात्रै सहयोग गर्नुभएको छ? हजुर, पालिका, व्यक्ति, हाम्रो अस्पतालको तर्फबाट हामी सबै मिलेर लागिरहेछौँ। हाम्रो व्यक्तिमा कुरा गर्दाखेरि हाम्रो रामचन्द्र यादव सर पनि एकदमै एक्टिभ भएर लाग्नु भएको छ। पालिकाको कुरा गर्दाखेरि हाम्रो गौमूल पालिका अहिले एकदम अग्रसर भएर लाग्नु भएको छ र हामी अरू पनि सङ्घ संस्थाहरूलाई हारगुहार गरिरहेछौँ। उहाँहरूसँग सहयोग लिने हामी चाहिँ आशा राख्छौँ। अझै पनि यो चाहिँ भनाइ अहिले यसबाट पनि मैले चाहिँ रिक्वेस्ट गर्न चाहेँ सबैलाई। बिरुवा वृक्षरोपण गर्नुभएको छ, यो एकदमै राम्रो कुरा पनि हो। अस्पताललाई एकदमै सुन्दर, सफा र मर्यादित तरिकाले राख्न र यहाँ आउने बिरामीहरूलाई पनि यो रमणीय वातावरणमा रमाउन एकदमै सहयोग हुन्छ। अब बिरुवा वृक्षरोपण गर्नुभएको छ, यसको संरक्षण व्यवस्थापन के कस्तो हुन्छ नि? हामीले चाहिँ यसमा एकजना कार्यालय सहयोगीलाई नितान्त यो गार्डनिङकै लागि भनेर काम विभाजन गरेका छौँ र हाम्रो सेक्युरिटी चाहिँ सुरक्षा गार्डहरूले पनि बिहान बेलुका यसमा गोडमेल गर्ने, मलजल हाल्ने, पानी हाल्ने गरिराख्नु भएको छ। यसमा म एकदमै खुसी छु, उहाँलाई धन्यवाद दिन चाहन्छु। अब बाहिरमा हेर्दाखेरि सिटिक्क भए तापनि अब अस्पतालले प्रदान गर्ने सेवा सुविधाका बारेमा पनि केही तपाईँले भन्नुपर्ने हुन्छ। अब बाहिर हेर्दाखेरि वृक्षरोपण गर्नुभयो, एकदमै हरियाली राख्नुभयो, तर भित्रबाट प्रदान गरिने सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन्, कस्तो सेवा सुविधा अस्पतालले दिइरहेको छ, यस विषयमा पनि अलि बताइदिनुहोस्। अब अरू नियमित सेवामा हाम्रो 24 घन्टे इमर्जेन्सी सेवा, ओपिडी सेवा, ल्याब सेवा, इन्डोर सेवा लगायत अपरेसन सेवाहरू र मातृ शिशु सेवाहरू त सबै हामीले गरिरहेकै छौँ। त्यसमा पहिलाकै हामीले कन्टिन्युटी नियमित गरिरहेछौँ र नयाँ सेवाहरूमा हामीले विशेषज्ञ सेवा थपेका छौँ। यसपालि स्त्री रोग विशेषज्ञ थपेका छौँ र अस्पताललाई यो नयाँ भवनमा सरिसकेपछि हामीले CCTV क्यामेरा जडान लगायत अरू कामहरू, अरू सेवा विस्तारहरू पनि गरेका छौँ। त्यसैले गर्दा पहिला न्यूनतम सेवा मापदण्डमा पनि 79% अङ्क आएको थियो, त्यसमा यसपालि वृद्धि भएर 85% अङ्क चाहिँ हामीले प्राप्त गरेका छौँ। जनशक्तिको अवस्थाको कुरा गर्दाखेरि विशेषज्ञ डाक्टरहरू थप्नुपर्ने अवस्था छ। यसमा पालिकाहरूबाट पनि सहयोगको हामीले आशा राखेका छौँ। पहिला पनि प्रपोजल हामीले पठाएका छौँ र विशेषज्ञ डाक्टरहरू थपियो भने रिफर रेटहरू पनि बिरामीको कम हुन्छ र अझ हामीले गुणस्तरीय सेवा दिन सक्छौँ। धन्यवाद। वृक्षरोपण कार्य जारी भइरहेको छ। विभिन्न सङ्घ संस्था, पालिका र व्यक्तिद्वारा बोट बिरुवा हस्तान्तरण गरी बिरुवा रोप्ने कार्य भइरहेको छ र आज गौमूल गाउँपालिकाले आफ्नो लगानीमा बिरुवा सहयोग गरेको छ। हामी गौमूल गाउँपालिका अध्यक्षसँग यो विषयमा केही कुराकानी गर्छौँ। अध्यक्ष साहब, नमस्कार। नमस्ते। यो जिल्ला अस्पताल बाजुरालाई ग्रिन गार्डन हस्पिटल बनाउन गाउँपालिकाद्वारा बिरुवा सहयोग गरिएको छ, के भन्न चाहनुहुन्छ तपाईँ यस विषयमा? हामी अब यो जिल्ला अस्पताल बाजुराको वरिपरि होइन गार्डनमा चाहिँ
बिरुवाहरू चाहिँ रोपेर यो ग्रिनरी हस्पिटल बनाउने एउटा अभियानमा छौँ होइन। विशेष गरी यो चाहिँ सरहरू हाम्रो डाक्टर साहब अहिले समन्वय प्रमुखज्यू, त्यसपछि हाम्रो आरसी सर हुनुहुन्छ होइन, उहाँहरू चाहिँ सबैले सहयोग गरिराख्नु भएको छ। हामी पनि सबैले सहयोग गरेर यो ग्रिनरी हस्पिटल बनाउने एउटा अभियान छ होइन। गाउँपालिकाद्वारा कति बोट बिरुवा सहयोग गरियो? अहिले हामीले कति 50वटा बिरुवा चाहिँ सहयोग गर्ने कुरा भएको छ। अब आज कति पुगेको छ होइन, फेरि थप चाहिँ हामी गर्छौँ गभर्मेन्टको तर्फबाट। जिल्ला अस्पताल मारतडीलाई पछिल्लो समय ग्रिन गार्डन हस्पिटलमा बदल्नको लागि यहाँ बोट बिरुवा वृक्षरोपण कार्य भइरहेको छ र यहाँ बोट बिरुवा वृक्षरोपणमा धेरैभन्दा धेरै सहयोग गरिराख्नु भएको छ। जिल्लामा कति विगत लामो समयदेखि मेडिकल सञ्चालन गर्दै आइरहेका आरसी मेडिकल हलका सञ्चालक रामचन्द्र यादव हामीसँग हुनुहुन्छ। हामी यहाँ अस्पतालको विषयमा उहाँले सहयोग गरिराख्नु भएको छ बिरुवाहरू, त्यो विषयमा केही कुराकानी गर्छौँ। तपाईँलाई स्वागत छ। धन्यवाद। के भन्न चाहनुहुन्छ तपाईँले? पछिल्लो समय यो अस्पताललाई ग्रिन गार्डन हस्पिटलमा बदल्नको लागि तपाईँले बोट बिरुवा सहयोग गरिराख्नु भएको छ, लागिराख्नु भएको छ, यस विषयमा के भन्न चाहनुहुन्छ? यो विषयमा मैले यो अस्पतालमा लामो समयसम्म काम पनि गरेँ र रिटायरमेन्ट लगभग यहीँबाट मेरो भयो र मैले अहिले बाजुरामा लगभग 36-37 वर्षदेखि बिताएको छु होइन। र म जहिले नै हस्पिटल क्षेत्र चाहिँ सफा सुग्घर ग्रिन हुनुपर्छ होइन, एउटा हरियाली हुनुपर्छ र जहाँ चाहिँ बिरामीहरू लगायत अरू मान्छेहरू आएर एकदम आनन्दको महसुस गरोस् र बिरामीहरू यस्तो हरियाली र फुलहरू फुलेको देखेपछि लगभग 50% उनको चाहिँ बिरामी त्यत्तिकै दूर हुन्छ। त्यसअनुसार चाहिँ मैले विभिन्न दाताहरूसँग समन्वय मात्रै गरेँ मैले होइन, समन्वय गरेर अब त्यो बिरुवाहरू मतलब उपलब्ध गराएँ होइन। र म आफ्नो गाडीमा ढुवानी गरेर यहाँसम्म पुर्याइदिएँ होइन। र डाक्टर साहब पनि एकदमै सकारात्मक हुनुहुन्छ। उहाँले चाहिँ एकजना मान्छे बिरुवा गोडमेल गर्ने, मल हाल्ने, जल हाल्ने एकदमै सकारात्मक हिसाबले चाहिँ होइन गर्नुपर्छ भन्ने भावनाहरू मैले पाएँ। त्यस कारण चाहिँ मलाई पनि काम गर्ने एउटा चाहिँ के अरे यो काममा एउटा ऊर्जा थपियो। त्यस कारण चाहिँ म एकदम हर्षित भएँ, खुसी भएँ। यसले नागरिकमा कस्तो प्रभाव पार्यो? यसले नागरिकमा यहाँ आउने बिरामीहरू एउटा आनन्दको महसुस गर्छ, रमाइलो हुन्छ र यो बढी मालिका नगरपालिकामा तपाईँको बाहिरको मान्छेहरू आएर एउटा फोटो खिच्ने तपाईँको चाहिँ यसो घुम्ने ठाउँै छैन। त्यस कारण चाहिँ त्यो रूपमा पनि यो अस्पताल चाहिँ होस् भन्ने मैले अपेक्षा गर्दछु। धन्यवाद।